सबैलाई फेरि पनि स्वागत छ मिस्टर गुङको भ्लगमा होइन। सबैलाई फेरि पनि स्वागत छ मिस्टर गुङको भ्लगमा। म चाहिँ आज चाहिँ मेरो चाहिँ आज लङ टुर छ है। अब लङ टुर भन्दा नि धेरै लङ टुर चाहिँ होइन, धेरै नै हो यो। यहाँ पोखरादेखि जनकपुर भनेको धेरै नै टाढा हो। म चाहिँ यहाँदेखि कि सजिलो लाग्यो भने सजिलो चाहिँ चितवनदेखि चाहिँ यहाँदेखि चाहिँ सिधा चितवन गयो भने चाहिँ राम्रो छ होइन। चितवनको बाटो चाहिँ राम्रो छ। म सिधा यताबाट चितवनपट्टि गयो भने चाहिँ राम्रो होला जस्तो लाग्यो, किनकि काठमाडौँको बाटो गयो भने धेरै झ्याउ छ कि होइन। सो गाइस म चाहिँ अब यहाँदेखि पोखरादेखि होइन सिधा चितवनको लागि जाँदैछु होइन। सिधा चितवनको लागि जाँदैछु। यहाँदेखि चितवन गएर चितवनको भरतपुर सिधै खरेनी, अनि त्यहाँदेखि चाहिँ म सिधा जान्छु बर्दिवासको लागि है त। सबैलाई फेरि पनि स्वागत छ मिस्टर गुङको भ्लगमा होइन। अब म जाँदैछु रिस आउट है। अब यो लङ टुर हो, त्यही पनि केही छैन, एक्लै जानु लाग्यो नि म। फेरि यो एक्लैको टुर हो होइन, एक्लैको टुर हो, त्यही पनि केही छैन। यहाँदेखि चाहिँ कति दिनको हुन्छ, 4 दिनको 5 दिनको हुनसक्छ है। म यहाँदेखि सिधै जनकपुर जानु लाग्यो। आज चाहिँ कता पास हुन्छ मलाई थाहा छैन होइन। त्यही पनि म सिधा जान्छु, त्यही अनुसारले जान्छु, नन स्टप राइड हान्छु। तबसम्म हेरिरहनु होला, मिस्टर गुङलाई माया गरिरहनु होला, तबसम्मलाई बाई है त। सबैले अहिलेसम्म धेरै माया देखाइदिनु भयो, त्यसको लागि धेरै धेरै धन्यवाद होइन। मिस्टर गुङले भ्लग चाहिँ कन्टिन्यू हालिरहन्छ, हेरिरहनु होला होइन। युट्युबमा मिस्टर गुङ 274मा चाहिँ भ्लगमा कन्टिन्यू आइरहन्छ। म चाहिँ आज चाहिँ जाने भनेको चाहिँ सिधा जनकपुर हो होइन। सिधा जनकपुर जान्छु। अनि त्यो जनकपुर गएपछि सिधा जनकपुर गएपछि यहाँदेखि चाहिँ म के काठमाडौँ जान्छु कि चितवन हुँदै जान्छु है त। त्यही हो केटाहरू। अब बाटो चाहिँ लुम्बिनीसम्म के अरे मुगलिङसम्म राम्रो छ के अरे, त्यहाँदेखि चाहिँ मलाई थाहा आएन कस्तो छ। अब त्यही अनुसारले अब भिडियो हाल्छु म होइन। त्यो बेला बेलामा म तपाईँहरूलाई अपडेट दिइरहन्छु नि ल। सो स्टे ट्युन्ड है, आइरहन्छ भ्लग होइन, म हालिरहन्छु। देखिरहेछ होला मलाई नि होइन, मलाई नि देखिरहेछ होला प्लिज है। त्यो एक्लो सोलो राइड हान्दाखेरि चाहिँ मजा आउँछ कि के मजा आउँछ भन्दाखेरि चाहिँ आफूले जे गरिनु भयो होइन, जता गएर जे गरिनु भयो। अब कोही साथमा भएको भए उनीहरूले अब उनीहरूको कुरा नि बुझ्नु पर्थ्यो होइन। अब यो एक्लैको राइड हुँदाखेरि चाहिँ अब सजिलो चाहिँ के हुन्छ भन्दाखेरि चाहिँ एक्लो छ, गाह्रो पनि हुन्छ एक्लै राइड हान्दाखेरि है। एक्लै राइड हान्दाखेरि गाह्रो पनि हुन्छ। किन गाह्रो हुन्छ भनेर एक्लै जानु लाग्यो, बाटोमा केही भइहाल्यो भने कोही त हुन्छ नि साथी होइन, साथीहरूसँग गयो भने। तर राइड चाहिँ साथीहरूसँग हान्नुपर्छ होइन। तर आज चाहिँ म एक्लै जाँदैछु है। अब हेरौँ के हुन्छ। तर राइड चाहिँ सेफै हान्छु नि म होइन। म त्यस्तो रफ राइड हान्दिनँ, सेफ नै हान्छु। मैले चाहिँ आज डट बाइक ल्याएन होइन, किनकि भ्यालीमा एरियामा चाहिँ यस्तोमा चाहिँ डट बाइक लिएर हिँड्दाखेरि चाहिँ अलिकति अप्ठ्यारो लाग्छ क्या मलाई। किनकि त्यो हुन्छ नि त्यो ह्यान्डल चाहिँ उब्रे गर्छ होइन। त्यो ह्यान्डल यो अगाडिको ह्यान्डल हुन्छ नि, त्यो डट रिमले गर्दाखेरि ह्यान्डल बााउन्सिङ हान्छ कि। त्यो बााउन्सिङ हान्दाखेरि चाहिँ ब्यालेन्स बिग्रियो भने चाहिँ पल्टिन्छ कि। कतिचोटि त्यो ब्यालेन्स बिग्रेर म पल्टिसकेँ होइन। त्यो रिस्क चाहिँ लिँदिनँ म होइन। त्यही भएर आज चाहिँ एफजेड लिएर जानु लाग्छु म। एफजेड लिएर जानु लाग्यो। त्यो एफजेडले नि साइड दिन्छ ल, यामाहाको एफजेड। भ्यालीमा चाहिँ पुऱ्याउनलाई त्यो ठिक हुन्छ कि क्रस फायर भन्दा। क्रस फायर चाहिँ एडभेन्चरको लागि के अरे अफ रोडहरूको लागि चाहिँ ठिक छ। तर यो एरिया यो पिच रोडहरू भ्यालीको लागि चाहिँ यस्तो बाइकहरू पनि एकदम ठिक छ क्या है। सो गाइस फाइनली म चाहिँ दुलेगौडाको बजारमा पुगिसकेको छु होइन। दुलेगौडामा चाहिँ पुगेँ। अब आस्ते आस्ते अपडेट दिँदै गर्छु ठाउँ ठाउँमा पुग्दाखेरि होइन। अहिले चाहिँ म चाहिँ दुलेगौडाको बजारमा हो ल। दुलेगौडाको बजारमा छु अहिले म होइन। अब यहाँबाट सिधा जान्छु म दुलेगौडाको बजारदेखि होइन। अब त्यसै नै हुन्छ सबै कुराहरू। यो आनन्दसँग राइड हान्नुपर्छ, किनकि धेरै हतारमा गयो भने पुगिँदैन नि फेरि होइन। त्यही भएर चिलमा राइड हान्नुपर्छ, सेफ राइड, स्टे सेफ है। सबैजनालाई धेरै माया छ होइन।
सेफ राइड हान्नुपर्छ है सबैजना एकदम काम तरिकाले जाने ढुक्क तरिकाले पुग्छ कि ढुक्क तरिकाले जाने हो नि भनेको धेरै हतार गरेर नि काम छैन क्या जिन्दगीमा भन्छ नि सबरको फल मिठो हुन्छ एकदम सबरको फल एकदम मिठो हुन्छ त्यही भएर आस्ते आस्ते जाने डेस्टिनेसनमा आस्ते आस्ते जाने आस्ते आस्ते पुग्ने यो चाहिँ एकदम राम्रो कुरा हो है म चाहिँ अहिले खरिटारमा पुगेँ होइन दुलेगौडा गटेर चाहिँ दुलेगौडा बजार गटेर खरिटारमा पुगेँ म है अब त्यही अनुसारले आस्ते आस्ते भिडियो बनाउँदै हाल्छु होइन यो डेस्टिनेसनमा पुग्नको लागि चाहिँ सिलमा हिँड्नु पर्छ कि मतलब सिलमा भने ढुक्क तरिकाले जाने आस्ते आस्ते जाने धेरै हतार्नी नगर्ने सिलमा त्यही जाँदा त फेरि सधैँ सिलमा हो नि फेरि ढुक्क तरिकाले जाने कि धेरै अफ राइड नि नहान्ने होइन धेरै नराम्रो राइड नि नहान्ने सिलमा जाने ढुक्क जाने ल लास्टै धुलोकै बाटो सो गाई जहिले चाहिँ म चाहिँ दमौली पुगिसकेँ होइन म चाहिँ अहिले दमौलीमा हो अब स्टिल राइड हुन्छ होइन राइड चाहिँ कन्टिन्यू भइरहन्छ जस्ट के अरे भ्लग पनि कन्टिन्यू भइरहन्छ म चाहिँ अहिले दमौलीमा छु दमौलीको चोकैमा छु होइन अब यो चाहिँ अब आस्ते आस्ते योपट्टि खैरेनी आबु खैरेनीपछि के अरे यो मुगलिन हुँदै त्यताबाट चाहिँ म आज चितवन जान्छु होइन चितवन जान्छु कि चितवनमा म चाहिँ चितवन किन जाने भन्दाखेरि चाहिँ चितवनमा गएपछि चाहिँ त्यो हाम्रो पाण्डे राई छ नि पाण्डे राईलाई भेट्न मन लाग्थ्यो कि एकचोटि पाण्डे राई अस्ट्रेलियाबाट आएको अरे होइन एकचोटि पाण्डे राईलाई भेट्न पाइन्छ कि भनेर पाण्डे राईलाई भेटौँ भनेर जान लाग्यो होइन अब पाण्डे राईको चाहिँ मलाई के मनपर्छ भन्दाखेरि चाहिँ पाण्डे राईको चाहिँ मलाई हाँस्न मनपर्छ कि हाँस्न पनि पाण्डे राई कसरी हाँस्छ भन न गरेर हाँस्छ होइन लास्ट मनपर्छ भनेको त्यो दाइको कन्टेन्टहरू त दियोस् राम्रो लाग्छ मलाई चाहिँ त्यो दाइको कन्टेन्ट चाहिँ कहिलेदेखि मन पर्न सुरु गरेको भन्दाखेरि चाहिँ त्यो दाइले एकचोटि भिडियो बनाएको थियो नि त त्यो प्रोपर्टीहरू 10 लाख करोड 25 करोड 20 करोडमा पाइन्छ भनेर त्यो भिडियोहरू हाल्थ्यो नि त होइन त्यति बेला के अरे अनि त्यति बेला त्यो हाम्रो पाण्डे राईले चाहिँ बनाउनु भएको थियो नि त भिडियो मात्र 10 करोड म त चिया खाएरै उडाइदिन्छु त्यस्तो 10 करोड त्यति सस्तो सो गाइस म चाहिँ अहिले चाहिँ यहाँ चितवनमा पुगिसकेको छु होइन चितवनमा हो म चाहिँ अलिकति प्रब्लम के भयो भन्दाखेरि चाहिँ मैले त्यो 2-3 हजार हालेर एउटा 128 जिबीको मेमोरी कार्ड किनेको थिएँ कि होइन बुहारामा किनेको पछि यहाँ आएर त अनि पछि आएर चलाउँला पछि आएर हेरौँला किनकि मेरो अर्को एसडी कार्डमा चाहिँ स्पेस अलिकति थियो कि अनि त्यो स्पेस फुल हुने बित्तिकै यता आएर अर्को यो हालेर चलाउँला भनेर लिएर आएको तिमीले बिचमा आएर त त्यो एसडी कार्डै नचल्दिरहेको भेजा भइरहेको अनि मोबाइल पसलमा छरेर अनि के गरेर बल्ल भिडियो बनाउन पायो कि त्यो बाटोमा त भिडियो बनाउनै पाएन भनेको कति हो त्यो भिडियो बनाउनु पाएको खोइ हुँदै के भिडियो बनाउनै पाएन कि यस बाटो चाहिँ यहाँसम्म चाहिँ राम्रै छ होइन अब यहाँदेखि चाहिँ हेर्नुपर्छ कस्तो छ बाटो होइन सबै ठिक छ अब त्यही हो अब राम्रो तरिकाले जाने होइन अब ठिकै छ आजै पुगिन्छ कि जस्तो त लाग्यो कि त्यही पनि हेरौँ मलाई त त्यो आजै पुग्नु छ कि जसरी भए पनि आजै पुग्नु छ होइन आजै पुग्नु पऱ्यो कि आजै पुग्नु पऱ्यो जसरी भए पनि होइन अब ठिकै छ बिचमा त्यत्रो मैले भिडियो बनाउन पाइनँ त्यसको लागि सरी होइन अब चितवनमा आएर चाहिँ म चाहिँ अब पाण्डे सबिन दाईलाई भेट्छु भनेको सबिन दाई चाहिँ अब बिहामा गइयो एकदम बिजी मान्छे होइन भेट्न पाइएन त्यसको लागि चाहिँ सरी होइन अब म चाहिँ जान्छु सिधा जान्छु जनकपुरको लागि त्यही पनि केही छैन कति राम्रो महिनाहरू हो सो ठिकै छ है त्यसको लागि सरी भन्छु म होइन त्यही पनि अब चाहिँ भ्लग चाहिँ कन्टिन्यू भइरहन्छ होइन अब चाहिँ सिधै कन्टिन्यू हुन्छ यहाँबाट म जान्छु अनि गएपछि चाहिँ सिधा जनकपुर अब कहाँ पुग्छ त्यो अनुसारले भिडियो हाल्छ है त्यो एसडी कार्डको प्रब्लमले गर्दाखेरि मैले भिडियो बनाउनै पाएन कि त्यसको लागि चाहिँ धेरै धेरै सरी होइन केटाहरू होइन म चाहिँ सोलो राइडमा जान्ला हो एक्लै जान्ला हो राइडको लागि है अब चाहिँ ठिकै छ केही छैन
गरेर चलाउँछ त्यसले नि आम्मा। सो म चाहिँ स्टिल कन्टिन्यू राइडमा छु कि यार, धेरै टाइम लाग्छ जस्तो लाग्यो कि त्यो राइड हान्नलाई मलाई मात्र होइन, राइड हान्नलाई मात्रै नि अब स्टिल लाग्यो भने 10 घन्टा। इफ डाइरेक्ट जान मन लाग्छ भने चाहिँ 20 घन्टा होइन कि 24 घन्टा 1 डे त्यो कन्टिन्यू राइड हान्छु बल्ल म मात्रै पुग्छ कि। आम्मा के हो यता त अनि पुरा त्यो न रुल फलो छ न के छ। आम्मा के हो यस्तो, कन्टिन्यू राइड हानिरहेको छु होइन, बिहानदेखि कन्टिन्यू राइड हानिरहेको छु। अहिले बल्ल कहाँ पुग्यो त्यो पनि थाहा होइन, तर पुग्न चाहिँ पुग्यो है। अब त्यही पनि म्याप हेरेर चाहिँ आस्ते आस्ते जानुपर्छ जियो है होइन। अब ठिकै छ, केही छैन। सुन्दर पर्यटकीय सहर सम्मिलित हार्दिक स्वागत रे, रत्ननगरमा हार्दिक स्वागत। रत्ननगर पुगेछ गाइज। ल म चाहिँ ल केटा म चाहिँ रत्ननगर पुगेछ। अब यहाँदेखि चाहिँ कता जाने हो त्यो पनि थाहा छैन राम्रोसँग है। त्यही पनि किप वाच होइन, किप वाचिङ। अहिलेसम्म माया गरिदिनु सम्पूर्णलाई धेरै धेरै धन्यवाद होइन, माया छ। अब नयाँले पनि माया गरिदिनुहुन्छ भन्ने आश छ होइन। तर भ्लग चाहिँ कन्टिन्यू आइरहन्छ दादाको है। अब म चाहिँ यस्तै नै राइडमा हो, भ्लगमा हो। अब कन्टिन्यू आइरहन्छ, कन्टिन्यू हो चाहिँ दादाले मिठो मिठो लिएर आउँछ नि फेरि है। माया गरिरहनु पर्छ दादालाई, ठिक छ नि होइन। सो गाइज म चाहिँ दुर्गा जाँदै होइन, यता चाहिँ बाटो चाहिँ राम्रो रहेछ है जियोस् है। यता नि फुल रोपेछ, यता नि बाटो होइन, यो चाहिँ 4 लेनको बाटो रहेछ जियोस् होइन। यो चाहिँ यो 2 लेन हुन्छ जानलाई, 2 लेन भइहाल्यो होइन। अनि हेर त बिच बाटोमा कस्तो फुलहरू रोपेर, त्यो चाहिँ राम्रो रहेछ। यो ठाउँ चाहिँ राम्रो, बाटो चाहिँ राम्रो रहेछ। मलाई बाटो चाहिँ राम्रो लाग्यो होइन। अहिले एकदिन पछि चाहिँ बाटो नराम्रो छ भन्दै थियो होइन। किन नराम्रो छ भन्दाखेरि चाहिँ त्यता बाटो बनाउँदै छ अरे होइन, त्यता बाटो बनाउँदै छ अरे। अब त्यही अनुसारले जानु पऱ्यो है। त्यता बाटो बनाउँदै छ भनेको भनेको त छ होइन। त्यही पनि जानु त पऱ्यो, त्यही पनि है। त्यही पनि प्लिज ल, बाटो बनाउँदै छ अरे, त्यही भएर बाटो नराम्रो छ अरे है, त्यताको लागि चाहिँ। कति सीमित 40 भनेको छ। अलवेज फोकस है, स्पिडमा चाहिँ अलवेज फोकस गर्नुपर्छ। मेरो नि 40 छ ठ्याक्कै। यो चाहिँ चितवन राष्ट्रिय निकुञ्ज होला होइन, यो ठिक छ। त्यसको लागि चाहिँ अलिकति माइन्डेड है। अब कहिलेकाहीँ अब त्यो हुन्छ नि भिडियोहरूमा त कहिलेकाहीँ त बाघ आएर खाना लाग्यो देख्छौ, त्यही होला हो, त्यही बाटो होला यो। चितवनको बाटो भनेको चाहिँ यही होला होइन। मलाई नि त्यति आइडिया त छैन, तर यही होला त्यस्तै लाग्छ मलाई चाहिँ। अनि यता नि जङ्गल बिचमा बाटो भइसक्यो त, अनि यही त होला नि चितवनको बाटो भनेको यही हो। ओहो हेर त कस्तो राम्रो देखेको त्यो पातहरू झर्दाखेरि। त्यो त्यही हो गाइस, सरी गाइस म चाहिँ अब पाण्डे दाइलाई भेट्न पाइनँ है। अब पाण्डे दाइ बिजी होला। पाण्डे दाइ किन बिजी भन्दाखेरि चाहिँ अब चाहिँ अहिले चाहिँ बिहाको माहौल छ, बिहातिर गयो होला, चुनाव चलिरह, चुनावको प्रचारमा गयो होला पाण्डे दाइ। अब त्यस्तै होला, त्यो पनि ठिकै छ, केही छैन। त्यो पनि ठिकै छ, धेरै माया छ पाण्डे दाइलाई है, त्यस्तो केही पनि छैन। अब फुर्सद भएको भए त भेट्नुहुन्थ्यो थियो हो, फुर्सद छैन होला दाइलाई, त्यही पनि माया छ पोखरादेखि है। सबै पोखरेलीहरूबाट धेरै धेरै माया छ ल। अनि यता त केटाहरू पानी बोला जस्तो भयो त यारमा। मलाई चाहिँ यहाँसम्म चाहिँ के लाग्छ भन्दाखेरि चाहिँ अहिलेसम्मको भ्लगरहरू चाहिँ होइन, पोखराको भ्लगरहरू चाहिँ यति टाढा त्यो राइडमा चाहिँ भ्लग बनाउन चाहिँ आएन होला कि, यति टाढा राइडमा चाहिँ कि। जस्तो कि म आएको छु कि होइन, यति टाढासम्म राइडको लागि म आएको छु कि। जस्ट रमाइलो पनि हो, भ्लग पनि बनाउनुपर्छ होइन, रमाइलोको लागि पनि। तर अहिलेसम्म पोखराको राइडरहरू यति टाढा राइड हान्नलाई कहिले पनि आएको छैन होला कि, जब म आएको छु होइन। तर यता त पानी पर्न लाग्यो जस्तो भयो केटाहरू यार। ल केटा अब पानी पर्ला जस्तो भयो, दादाले ऱ्याङ्कोटै ल्याएन। त्यो पनि धेरै माया छ सबैजनालाई है। त्यो सबैजनाले माया गरिरहनु पर्छ होइन। तर म आएको छु है, सबैले माया गरिदिन्छ भने धेरै छ है। जनकपुरको सबैजना होइन, पराईबासीहरू सबैले होइन। म चाहिँ भ्लग बनाउँदै आउँदैछु है, त्यता है आइरहेको छु। त्यही पनि
अहिले पानी पर्ला जस्तो छ, वातावरण चिसो चिसो चलिरह होइन, पानी पर्छ जस्तो छ मलाई चाहिँ है, यता पानी पर्ला जस्तो भइरह। अनि पानी पर्यो भने त भेजा हुन्छ नि त। अनि पानी चाहिँ पर्नु भएन है, पानी चाहिँ पर्नु भएन, लास्ट झ्याउ हुन्छ त्यो के अरे वेट राइड हान्दाखेरि त यस्तो झम्पड हुन्छ त्यो पानी पर्दाखेरि राइड हान्नु त झम्पड कहिले हुँदैन। म जब मुस्ताङ गर्थेँ नि तब मलाई थाहा थियो कि कस्तो गाह्रो हुन्छ भनेर। मौसम पनि यस्तो चिसो, मौसम पनि चिसो, ठाउँ पनि चिसो, अनि आकाशबाट आएको पानी धरि चिसो, अनि त्यसले मुझे कपडा भिज्दाखेरि कस्तो हुन्छ, पन्जा लाग्यो सबै कपडा रुजेर चिसो भएको। अनि त्यसरी चिसो भयो होइन, चिसो भइसक्यो। अनि त्यसरी चलाउँदाखेरि हावा पनि चिसो चलेको त्यो हुन्छ नि, एकछिन त शरीरै नचलेको के त्यो हुन्छ नि, त्यो चिसोले के त्यो काटेर के त्यो हात काँठ हातै झऱ्यो कि भने जस्तो भएको कि। मलाई त एकछिन त के लाग्थ्यो भन्दाखेरि त त्यति बेला त मेरो त केही पनि चल्दैन कि हो जस्तो लाग्थ्यो कि। यता चाहिँ लास्टै जाम हुँदो रहेछ, मैले थाहा पाएँ। त्यस्तो जाम त कता नि भएको थिएन तिमीले, यता चाहिँ लास्टै जाम हुँदो रहेछ, मैले थाहा पाएँ। 2 लाइनको बाटो मात्रै रहेछ लास्ट जाम। यत्रो ठुल्ठुलो गाडी आइदिएपछि त जाम हुँदैन भनेको खै। लास्ट झम्पट झम्पट छ, झम्पट गाह्रो 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 गाह्रो। अब यस्तो जाम हुँदो रहेछ, कहाँबाट हुन्छ त साह्रै निदिरहेको होला झ्याउ हुन्छ त्यस्तो भयो भने। यो चाहिँ मेरो होइन चितवन त्यो के अरे अब हुन्छ नि मधेसतिर, मधेसै भन्छ यसलाई होइन, मधेसतिरको ट्रिप भनेको यो मेरो फर्स्ट टाइम हो। फर्स्ट टाइम आएको यो मधेसमा होइन, यो मेरो फर्स्ट टाइम हो। फर्स्ट टाइम यो जन्मेर हुर्केर यत्रो वर्ष भयो है, यत्रो वर्षमा धरि यो मेरो फर्स्ट टाइम हो कि। मान्छेहरू त आउँछ नि त होइन, सानोमा भन्ने आउँछ भन्ने हुन्छ, सानोमा आउँछ, अनि अलिकति ठुलो भएर केटाहरूसँग घुम्न आउँछ होइन मधेसतिर। त्यस्तो मेरो कहिले भएन कि, यो मेरो फर्स्ट टाइम हो मधेसमा छिरेकै भनेको। फर्स्ट टाइम एक्लै, त्यही पनि भ्लग बनाउँदै है, म चाहिँ है एक्लै आएको छु राइडको लागि, नर्मल राइड केही पनि छैन त्यही पनि है। ठिकै छ, त्यसको लागि है सबैलाई माया छ त्यही पनि। तर यो चाहिँ मेरो फर्स्ट टाइम है, फर्स्ट राइड। तरैमा आएकै यो फर्स्ट टाइम हो कि मेरो, फर्स्ट टाइम फर्स्ट राइड। जियोस् मजा आइरहेछ, यति भन्दा पनि मजा आइरहेछ जियोस् है। जियोस् मजा लिनुपर्छ कि। नेपाली सेना अरे यो चाहिँ डङ्कल होला, कहाँ जानु लाग्यो डङ्कल। नेपाली सेना भन्छ, अनि यहाँ त सोरेनले लेखेको छ त यार। यो मामा जाम। अनि यता त अनि पुरा टेम्पो मात्रै चल्दो रहेछ नि त। अनि हाम्रो सब टेम्पो के सबै A to Z टेम्पो मात्रै चल्ने होइन, बस त मैले देखेकै छैन यता त, टेम्पो मात्रै चल्ने के। त्यही पनि ठिक छ, टेम्पो भनेको नि अब ठिकै हो, राम्रै हो, ठिकै होइन, सजिलो हुन्छ मान्छेहरूलाई, जियो जहाँ पनि जान्छ। तर बस त जाँदैन, तर बस पनि हुँदो रहेछ। सबैसम्मलाई धेरै धेरै माया होइन। जियो म आएको छु है केटाहरूलाई देखाउनको लागि, तिमीहरूलाई देखाउनको लागि, म भ्लग बनाउनको लागि। म फर्स्ट टाइम के अरे मधेसमा छिरिरहेको छु है, मधेसमा आइरहेको छु। त्यहाँ चाहिँ के अरे चेकिङ हो कि यहाँहरूमा, कतै चेकिङ त छैन, चेकिङ भयो भने पुलमा हुने ढुक्क हो नि। अब म्याप हेर्नुपर्छ है।
अब यसरी खोलेर म्याप हेर्नु पर्छ होइन। कन्टिन्यू कता हो चाहिँ न बाटै नछोइकन गयो नि हुँदो रहेछ। आम्मा कहाँ हो आँखा चुम्लेर गयो नि भोमा। त्यो राइड हानिदिए ल, यो कन्टिन्यू राइड हान्छु म अब। यता त तिमी सबै ठुल्ठुलै गाडी मात्रै छ त यार, साइडै दिँदैन भनेको यार। यहाँदेखि उहाँ अगाडिसम्म ठुल्ठुलै गाडी मात्रै छ भनेको। साइडै दिँदैन भनेको यार। खोज्दैन भनेको यार, हत्तोमा लाएर आउँछ। कस्तो धेरै म जान्छु ल, ढिलो भयो क्या मलाई। साइड दिन खोज्दैन यार, हेर्न म के गरेको भनेको थिएँ। रात पर्छ होला यार, आज पुग्दा अचम्म लाग्छ यार। अनि यहाँ त मिठो चेकिङ हुँदो रहेछ नि त। अनि ओहो मामाहरू त चेकिङमा हुँदो रहेछ त। अब जाने चाहिँ कहाँबाट हो अब? ठिकै छैन, म आइपुगेँ कहाँ आइपुगेँ थाहै भएको छैन। मकनपुरै रेलवे। ओहो आउनु त आएँ तर कहाँ आयो थाहै छैन भनेको। हाम्रो पाण्डे दाइको जस्तो हाँसो बनाइदिनु पऱ्यो। ओहो पाण्डे दाइको हाँसो त फेरि लास्ट मिठो लाग्छ नि त। गर्दै हाँस्छ। एकछिन लोकेसन हेरिदिउँ ल। होइन कति ठुल्ठुलो गाडी हुँदो रहेछ कि यहाँ त। आम्मा यस्तो ठुल्ठुलो गाडी हो भनेको। सबै ठुलै गाडी मात्रै छ भनेको यार, देखिँदैन नि त हामी त। अनि कहाँबाट देखिन्छ त अनि यस्तो ठुलो गाडीमा? त्यही भएर धेरै एक्सिडेन्ट हुने कारण नै त्यही हो। यो ठुल्ठुलो गाडीहरूलाई त राति मात्रै हिँड्न दिनु पर्थ्यो कि त्यो भनिदिनै पर्छ त। राति हिँड्यो भने सेफ हुन्छ नि। राति धेरै मान्छेहरू हिँड्दैन। अनि कोही राति ठुल्ठुलो गाडीहरूलाई माल बोक्ने गाडीहरूलाई चाहिँ हुन्थ्यो कि। यतिखेर त अलिक गाह्रो हुन्छ हो। हेर न, यताबाट पनि ठुलै गाडी मात्रै आयो, यताबाट पनि ठुलै गाडी मात्रै गयो। अनि बिचमा ममा यता कत्रो गाडी आएको यता त। गाडी नै ठुलो आउने यता त। पानी नपर्ने हुन्थ्यो वहाँ पुग्दासम्म। त्यही हो, अरू त केही नै होइन। यो बाटो चाहिँ अब कता हो, कता हिँडेको? उति धन्न हान्दिएको यतिले हान्दिएको यतिले। कस्तो मान्छेहरू हुन्छ भनेको मुदी। अहिले तिमी ठोकेको भए के हुन्थ्यो? अहिले म दुईजना के हुँदैन। त्यत्रो बाटो छ अनि यसरी बाइक घुसाइदिन्थ्यो। अनि हामी चाहिँ कता जाने? धन्न ठोकेकोमा म पनि कता हो दिएँ। अनि त्यो होइन नि त पारा। त्यसरी हाल्नु हुँदैन क्या, एक्सिडेन्ट हुन्छ यार।
हतारमा हिँड्नु हुँदैन है कतै पनि। त्यसरी ओभरटेक गर्दाखेरि अलिक ठोकेको भए के हुन्थ्यो, ध्यान गर्नुपर्छ क्या दियो। अहिले त ठोकेको भए के हुन्थ्यो, अलिक झ्याउ हुन्थेन यस्तो मान्छेहरू यार। कसरी आएको त नि आउनु पनि त्यो होइन नि त यार। आफ्नो पनि ख्याल राख्नुपर्छ, अरूको पनि ख्याल राख्नुपर्छ यार। यो जे भए पनि ट्राफिक रुल चाहिँ फलो गर्नुपर्छ है, त्यसरी चाहिँ हुँदैन। यो आफू पनि सुरक्षित, अरू पनि सुरक्षित। ट्राफिक नियम नियम पालना गऱ्यो भने चाहिँ सबै सुरक्षित हुन्छ त्यस बाटोमा। त्यही भएर म त त्यही भन्छु सबैजनालाई, आफू राइड गरिरहेछ भने चाहिँ जुन गाडी चलाए पनि, जुन बाइक चलाए पनि ट्राफिक नियम पालना गऱ्यो भने चाहिँ राम्रो हुन्छ त्यो। अन्त ट्राफिक नियम पालना नगरेर केही भइहाल्यो भने चाहिँ के हुन्छ अनि। त्यही भएर जो ट्राफिक नियम चाहिँ पालना गर्नुपर्छ थियो, म त त्यही भन्छु। सो यो चाहिँ कहाँ आयो मलाई नि थाहा आएन होइन। अब यहाँबाट चाहिँ कता जाने होला यार। त्यो म्यापमा त दुईवटा बाटो देखाएको थियो, त्यो एउटा बाटो हुनु छैन त यार। कहाँ जाने अब म, कुन बाटो? अनि बाटो त यहाँ त एउटा मात्रै देखाएर छ त, अनि म्यापमा त दुईवटा छ त बाटो यार। खोला हो यति मैलामा, तपाईँको खोला त लास्टै मैला छ त यार। के हो यो? यो खोलै हो यो? ला 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 ला। ठिकै छ, त्यही पनि केही छैन। आउँदैछु म स्टिल राइडमा है। कन्टिन्यू राइड हुन्छ म्या, कन्टिन्यू के। ल है ल है, कन्टिन्यू राइडमा म्या। कतिखेर पुग्ने हो भने राति पुग्छ जस्तो लाग्यो मलाई त। अनि भोलि बिहानै हिँड्नु पऱ्यो यार। बिहानै हिँडेको अहिलेसम्म पुगेन भनेको मलाई। ल ल ल ल ल के गरेको यार। ट्राफिक नियम पालना गर्नुपर्छ भन्छु केटाहरू। काटेका कतिखेर हुन्छ गाह्रो गाह्रै गाह्रो। नेपाली त हो, ल हेर साइड लाइटै छैन भनेको गाह्रो छ। लाममा यता हो, कता हो अब जाने चाहिँ? अनि म्यापै छैन त यता त, अनि कता जाने हो? अब त थाक्छु यार, लास्ट अझै कति सक्यो नि यार। म त लास्ट थाक्छु होला यार। आउनु के सबै खोला हो यो? राम 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 राम। कति ठुलो हो खोला त? त्यो सायद बाढी आउँदाखेरि मात्रै होला यो खोला। कोही बाँदर देखेँ त मैले त यार। बाढी आउँदाखेरि मात्रै होला सायद, यति ठुलो हुन्छ। अहिले त सानै छ। खै ठुलो लास्टै ठुलो। ला के गरेको भनेको यस्तो यार, के गर्दै गर्छु यार यिनीहरूमा। अचम्म लाग्छ भनेको यार। लहेर मुजी चण्डीको बानमा मुजी चण्डीको बान। के गर्छ भनेकोमा हाल्लै आउला जस्तो गर्छ त यार।
त्यत्रो बाइकमा ट्रिपल लोड आमा केटी चिप्काउँदै हामी त्यत्रो बाइकमा ट्रिपल लोड धनी गीत लाउरेको केटी चिप्काउँदै हामी त्यत्रो बाइकमा ट्रिपल लोड मेरो बम्बोले यता सिटी सबकोले उता के बुढो भन्ने होइन ट्रिपल आएका लै 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 अचम्म लाग्छ हौ यता आएको त मान्छेहरू त अचम्मको मान्छेहरू मात्रै भेटेको त अनि के हो तपाईँ त्यस्तै हुन्छ कि यताको मान्छेहरू त त्यही हाल्ला त फेरि आउँछ यार ओहो यहाँ त दामी पुल रहेछ त अनि मिठो रहेछ त यो पुल त अनि हेलो हेलो आज 10 दिन पुग्ने छ कि त्यही भएर कन्टिन्यू राइड हानिरहेको छु के अरे अब धेरै भइसक्यो यार पुग्दैन यार झ्याउ भइसक्यो यार धेरै भइसक्यो भनेको राइड त कन्टिन्यू हान्यो अहिले त्यो खाना खाने बेलामा बस्यो एकछिन त्यही हो अनि त्यही मेमोरीले गर्दाखेरि एकछिन बसेको त्यही हो कन्टिन्यू राइड हानिरहेको थियो क्या अब पुग्दैन सो गाइज म चाहिँ अहिले राप्ती नदीमा पुगेँ होइन राप्ती नदी यही रहेछ होइन राप्ती नदीको पुल ठिकै छ आस्ते आस्ते पुगिन्छ धेरै हतार गर्नु हुँदैन के हो त्यहाँ त खोलामा नि अनि बस कुदिरह त अनि तर जाम चाहिँ यता लास्टै हुँदो रहेछ है यो त लास्टै हो यो जाम त माछा धेरै नै भयो यो जाम अब त्यो हनुमानको मूर्ति कत्रो ठुलो हो त्यो त आम्मा के अरे हेरौडा आइपुगेँ गाइस ल अब धेरै टाढो छैन हेरौडा अलिकति यो अगाडिको यही बजारै हो हेरौडा होइन हेरौडा बजार आइसकेँ म है अब यही हो तर धेरै त्यो ठुल्ठुलो गाडी हिँडेर अलिकति हल्ला हुँदो रहेछ होइन त्यो पनि ठिकै छ हेरौडा आयो गाइस है म चाहिँ हेरौडा आइ ल त्यो के अरे हनुमानको मूर्ति ठुलो न ठुलो मूर्ति म चाहिँ अलि अगाडि जान्छु होइन अब त्यही हो अब यहाँबाट हेर्नु पऱ्यो कता छ बाटो वीरगन्ज 50 किमी कता यता लेखेछ कहाँ होला उतै होला बाटो सायद वीरगन्ज जाने बाटो होला त्यही होला सायद त्यस्तै लाग्यो मलाई ओ दाइ वीरगन्ज जाने बाटो यो हो वीरगन्ज जाने बाटो यही हो ल धन्यवाद अब कता हो ओ ब्रो ओ दाइ वीरगन्ज जाने बाटो कुन हो यही हो सो म आएँ होइन सोध्दै आएँ जो ठिकै छ तर बाटो चाहिँ लास्टै सानो रहेछ हेर्ने यत्रो गाडी मालगाडीहरू आउँदो रहेछ कति
यतिखेर जाने हो म अब ए छ यार सिधै जाने हो ल गाइस म त वीरगञ्ज बस पार्क आइसकेको छु है मा अब यताबाट चाहिँ कता जाने अब यता हो यता होला सायद त्यस्तो लाग्छ मलाई चाहिँ यता होला है म यता घुसाइदिन्छु अनि म्याप हेर्नु पर्ला सो म त वीरगञ्ज जाने बाटो यही होला म त यताबाट घुसाइदिएको रे है अब सिधा जानुपर्छ यस म्यापहरू चाहिँ म एकचोटि ल यो बाटो चाहिँ लास्टै बिजी बाटो रहेछ है गाह्रो छ न लास्ट बिजी बाटो रहेछ यो भनेको त यस्तो तरिकाले त पुगिन्न आएको त यो गाडीको तलपट्टि एउटा सारी लेखेर हेरेँ त समयले शान्त बनाए नभए गुनासो त हरेक कुरा सँग गर्न मन छ चितवने लोकन ब्रान्ड आमा समयले शान्त बनाए नभए गुनासो त हरेक कुरासँग गर्न मन छ अरे आम्मा दामी दामी सही हो लास्ट बिजी रोड भेट्यो त यार कहिले पुग्ने हो आउँदा बाटोमै रात पऱ्यो कि आज पुग्दैन जस्तो लाग्छ मलाई त यार लास्ट रात पऱ्यो यार त लास्ट झ्याउ हुन्छ नि त यार यस्तो रात पऱ्यो लास्ट भन्दै लास्ट झ्याउ हुन्छ यस्तो रात पऱ्यो भन्दा पनि दिमाग खराब यार त्यसलाई त कस्तो कुनामा फालिदिएको अब कस्तो चलाउन नि यार रन्तीको बाटो के हो मादेखि बाटो पनि देख्दिनँ त म त अनि ल्याएको के भएछ चेकिङ भइदियो कि यहाँले त हल्का चेकिङ भएछ अनि यताबाट जनकपुर जाने बाटो चाहिँ कता हो यहाँबाट जाने यसरी ए ल के देखाउनु पऱ्यो तपाईँलाई मैले ए मापसे चेक हो ए त्यस्तो त केही पनि हुँदैन ल मापसे चेक गर्न लाग्यो फुकी ड्रिङ्क मैले कहिले गर्छु भिडियो रिकर्ड गरिरहेको छ नहाल्नु होला ल ल ए नहाल्नु होला ल त्यो सरले चाहिँ अब के अरे भिडियो चाहिँ नहाल भन्नुभएको छ म भिडियो चाहिँ हाल्दिनँ कहिलेकाहीँ झुकेर भ्लगमा आयो भने चाहिँ ठिकै छ तर टिकटकमा चाहिँ हाल्दिनँ म टिकटकमा हाल्दिनँ अब त्यो सरले यदि राम्रोसँग नहाल्नुहोस् ल सर नहाल्नुहोस् प्लिज भन्दै थिएँ नि अनि मैले चाहिँ कसरी हाल्छु त अनि वीरगञ्ज जनकपुर जाने बाटो चाहिँ यो होला है सायद है म चाहिँ यतै जान्छु होइन ल धेरै माया सबैजनालाई अब त्यो सरले त त्यति राम्रोसँग नहालिदिनु ल भनेपछि त मलाई हाल्नमा लाग्दैन म टिकटकमा त हाल्दिनँ के हो बाटो त जस्तै रहेछ हो माथि म त्यो धन्न खाल्टोमा पढेको रहन् हुन त कहिले आयो भयो बाटो थाहा हुन्छ मुजी माथि कसरी खसेको यार म चाहिँ बाइक के भयो होला यार
किन आउँदो रहेछ यार फुटे के यार भाइजरहरू त सबै त्यही पनि केही छैन स्टिल राइडिङ है औडै भइरहेको ह्यान्ड चेकिङ रहेछ यार यहाँ चेकिङ रहेछ भर्खरै माथि चेकिङबाट आएको भर्खरै माथिबाट नि आएको त्यहीँबाट यतै हो नि होइन जनकपुर जाने बाटो कहाँबाट आउनु हजुर पोखराबाट ए पोखराबाट हजुर ल धन्यवाद ल धन्यवाद कति टाइम लाग्छ होला सर अब टाइम त यसो छ अब 70-75 किलो 85 किलोमिटर जति छ अब कतिको स्पिड यो बाटो साँगडै छ यसै मिलाएर जाउँ हामी ए हुन्छ ल ल सर जान्छु ल 80 किलोमिटर जति छ अब ल। त्यही हिसाबले ल जान्छु धन्यवाद ल धन्यवाद है यहाँको प्लेस नि राम्रै रहेछ मापा चाहिँ चेक गरेको रहेछ जहाँ पनि मापा चाहिँ चेक गर्दो रहेछ हल्का नर्मल तरिकाले जानु पऱ्यो ठिकै छ केही छैन हल्का आस्ते आस्ते तरिकाले जान्छु म पुलिसहरू त गुड नै भेट्छु आफू सुरुमा राम्रोसँग बोल्यो भने चाहिँ पुलिसहरू नि राम्रोसँग बोल्छ के अरे त्यस्तै आँडै बोल्यो भने चाहिँ पुलिसहरूले नि आँडै नै गर्दो रहेछ मलाई थाहा भएको म चाहिँ सुरुमा राम्रोसँग बोल्छु नि त कप्सहरूसँग अनि त्यही भएर पुलिसहरू नि मसँग राम्रोसँग बोल्छ जस्तो लाग्छ मलाई है मलाई चाहिँ त्यस्तो लाग्छ है अब अरूको भनाइअनुसार चाहिँ मलाई थाहा भएन तर मलाई चाहिँ त्यस्तो लाग्छ रात पर्यो गाह्रो छ मलाई त डर पो लाग्यो त्यो जङ्गलको बाटो त्यहाँ अबे डर पो लाग्यो त्यो जङ्गलको बाटो यार एक्लै छु यार डरै लाग्ने यार केही आयो भने कहाँ जानु म जय हनुमान ज्ञान गुण सागर जय हनुमान डर त लाग्दैन नि दियोस् मान्छे हो डर लाग्दैन यतामा सिक्ने यस्तो जङ्गलको बाटो केही नै छैन भनेको जनकपुर लामोदेखि न हो मैले त केही पनि यस्तो जङ्गलको बाटो डर लाग्दैन एक्लैमा लास्ट डर लाग्यो भने यस्तो जङ्गलको बाटो एक्लैमा हेर्दा अँधेरो अबेमा यो बाटोमा चाहिँ दुईवटा गाडी नछिर्दो रहेछ कि त्यही भएर लास्ट जाऊ भनेकोमा यसरी त म चाहिँ आधा घन्टा यहीँ जान्छ त यार कति बज्यो 8 बजिसक्यो यार दुईवटा गाडी नछिर्दो रहेछ भनेको अनि यतातिर लाइनको त्यो टिप्पर हल्लेकै छैन भनेको अचम्म लगाएर आउनु यार होइन उताबाट मात्रै आएछ गाडी भनेको अनि यो गाडी चाहिँ नजाने हो कि हो होइन के हो यसरी त रातैभरि यहीँ बस्नुपर्छ कहाँ हुन्छ यसरी यार त लास्ट झम्पट रहेछ दुईवटा गाडी नछिर्दो रहेछ हौ यहाँ त ए त्यहाँ पठाउने मान्छे रहेछ नि त अनि ओके अब हाम्रो बाटो हो यस्तो पो फेरि गाडी पनि सबै ठुलो मात्रै गाडी आउँदो रहेछ हो मालगाडीहरू मात्रै आमा राम सबै मालगाडी मात्रै आउँदो रहेछ